ल्याएर अन्न त्यो भन्दैमा होइन हामीले किन त त्यो समानता कुरा किन गर्ने ऐन कानुन मात्रै त छन् ऐन कानुन विद्यमान छन् विभिन्न जाति राष्ट्रहरूले पनि यही क्षेत्र छानेको कारण पनि यही हो कारण अब हामीले अरू ठाउँ हेर्दाखेरि टुरिज्मले चाहिँ छिटो र सजिलोसित चाहिँ ऊ भएको विकास भएको हामीले पायौँ कि अरू ठाउँमा हेर्दाखेरि नि गर्दाखेरि यो पनि त कति राम्रो जग्गा छ नि त अहिले विदेशीहरूले पनि नयाँ ठाउँ जान खोजिरहेछ होइन भनेदेखि यो ठाउँलाई विकास गर्ने हो भने मुस्ताङ सक्षम भइसके हजुर त्यो हामीले यो पनि ट्रेकिङ रुट हो यसलाई हामीले यही किन सेक्सन नि एउटा त्यो छ हजुर तर ट्रेकिङ गाइडको साथसाथमा यहाँ त्यो यो ट्रेकर्सहरूको लागि त्यो होटलको व्यवस्था के चाहिन्छ अनि त्यो सरसफाइको लागि होटल म्यानेजमेन्ट विशेष गरी महिलालाई महिलालाई नै हो महिलालाई नै हो विशेष गरी यो सिन्जातिरका मान्छेहरू त्यतातिर जानु हुँदो रहेछ कि मैले जानेसम्म भनेको चाहिँ भाषा उत्पत्ति भएको भाषा प्रोग्राम सुरु हुन अगाडि पार्टिसिपेन्टहरू बिस्तारीसँग आइरहेको छ फेरि भएन यो हिमालय रिजनमा अथवा यो हिमाली भेगमा चाहिँ जति पनि विकासहरू भएको छ हामीले देखेको यो अन्नपूर्ण क्षेत्र भयो एभरेस्ट रिजनहरूतिर चाहिँ पर्यटनले नै बेसी जस्तो विकास गरेको हामीले महसुस गरेको छौँ हुन त यहाँ हामीले 40जना इन्डियनहरू आएको हामीले अनि यहाँनिर के ल्याएछ थ्याङ्क यू अनि यहाँ के ल्याएछ सरी भने ल्याएछ अरू हेलिकप्टरको मालिक है उनीहरूको मालिक नमस्ते सर भन्दै उनीहरू जान्छन् प्रयोग गर्ने चर्बी प्रयोग गरिसकेपछि फाइदा के भन्ने थाहा पाइसकेको छ सबैले थाहा भएको कुरा होइन सानै नि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ हामीलाई साह्रै खुसी लागेको छ उहाँहरूको पवित्र उद्देश्य सहितता के हो भन्ने कुरा काठमाडौँका 5 तारे होटलमा बसेर त्यहाँबाट टेलिस्कोपमा हेरेर यहाँ हुँदैन
च्याप्टर तपाईँले कहाँ तपाईँहरूले विस्तार गर्न लाग्नुभयो धारा होइन त्यसको पोर्सन दिनु त्यो त घराइसिमै पऱ्यो एघार हुने बेलामा के भयो भने भाइ छोराको आशमा छोरीको आश भयो अहिले कतिजना छोराहरू छन् अहिले 9 जना मात्र 9 जना मात्रै 2 बुढा बुढी 9 जना केटाकेटी छन् छोरा कतिजना छोरा 2 जना छोरा 2 जना एक भर्खरै औँस महिनामा भएको एक 6 वर्ष भएको सानै छ अहिले अरू छोरी छोरीमा अझै बच्चा पाउँछन् आमाले फेरि अब अझै पाउँ भने भाइ त 2-3 पाउने उमेर छ उसको म 41 भयो भने ऊ 43 वर्ष अथवा हाम्रो कुनै समूहहरू लिएर आएको खण्डमा यहाँहरूले हामीले सिकाएको कुरोहरूलाई कार्यान्वयन गरेर हामीलाई देखाउनुहुन्छ होला भनेर हामीलाई विश्वास लागेको छ बिछोडको बेला आँखामा आँसु मुटुमा जेलियो हजुर मुटुमा जेलियो धेरै अनि जसले काम गर्छु भन्नेलाई यता उसमा विशिष्ट कम्पनीमा काम पनि गर्छ Our main expectation of this program is to promote this area for the tourism because the economy of this area is very low. So we like to develop this area as a tourism destination. सोच छ हाम्रो चाहिँ त्यो भइरहेको छ सकिन्छ विकास गर्न सकिन्छ अनि त्यहाँबाट म्याक्सिमम बेनिफिट चाहिँ कम्युनिटीलाई नै जान्छ त्यो चाहिँ अरूले होइन जस्तो उहाँहरूकोमा ट्रेनिङ गर्नेमा म रिसोर्स पर्सनको रूपमा उहाँहरू जाँदाखेरि जस्तो सोलुतिरको भयो रसुवातिरको भयो छ भने यहाँबाट होइन यहाँबाट डोल्पा जान्छ त्यो गाविसमा पनि अब सियोस कमिटी अर्गनाइजेसनमा फर्मेसन गर्ने कुराहरू सुरुवात भइरहेको छ तर साथीहरू खटिरहनु भएको आयो भने फन्ड सिधै सिओलाई दिने सिएको खातामै दिने र अनि सहयोगी संस्थाले फेसिलिटेसन मात्रै गरिदिने अनि त्यो नेपाल ट्रस्टमै बस्यो अनि हामी पनि त्यही अनि हाम्रो चाहिँ कम्युनिटी डेभलपमेन्ट टुरिज्म पनि गर्नुपर्ने जस्तो देखियो कि त्यहाँनिर चाहिँ नि किनभने इन्डिभिजुअलले त्यति केही गर्न नसक्ने नि त्यो त्यसको लागि फन्डहरू माग्न सकिँदो रहेछ कि जनसमुदायको बिचमा उपस्थित नेपाली क्रान्तिका जननायक
त्यो लेख्ने है अनि कुनै पहिला काम गरेको छ भने के काम गरेको त्यसको यो काममा ल्याउने त ट्रेकिङ गाइड बनाउने भन्दाखेरि पर्ने भयो। त्यसले गर्दाखेरि EWN भन्ने जुम्ला जिल्लामा तालिमहरू धेरै हुन्छन्। यो नयाँ छ र अति उपयोगी महिलाहरूको लागि। तपाईहरुलाई म के गर्छु भने यो तपाईहरुले एउटा हातले मात्रै यो लुडो कतिवटासम्म गर्नुहुन्छ। पहिला के गर्नु भने यसमा कतिवटा छ होला गेस गर्नुहोस्। मेरो नाम एकुमाया बुद्ध। लम्बाइमा नेपालले 885 किलोमिटर लामो चाहिँ नि भाग ओगटेको छ र त्यो मध्ये विश्वको सर्वोच्च टाकुरा हो। कहाँ पर्दछ त? नेपालमै पर्दछ हैन। एकदमै 14वटा चाहिँ नि विश्वको 14वटा सर्वोच्च शिखरहरू मध्ये 8वटा चाहिँ सर्वोच्च शिखरहरू कहाँ छ? नेपालमा छ। 20,000 फुटाको पाहुनालाई घरमा हामीले सत्कार गरेर राख्न सक्ने त्यो भन्ने बारेमा हामी कसरी बढीभन्दा बढी जानकारी लिने त्यही सोचले हामीले यो तालिम हिमाली श्रृङ्खलाहरू हेर्नुको निम्ति जान्छौँ भने अब यो टुरिज्म भने चाहिँ के हो त? Where are you? I am from Jumla. What is your name? Where are you from? I am from Jumla. लु हेर अब यो के छ भने अब एउटा होटेलको पहिला सुरु गरेको थियो हैन हामीले हैन उहाँको होटेलबाट तरकारी बनिन्थ्यो तरकारीबाट बजार बन्यो। अब के हुन्छ भने नि यो सबै कुरा लिङ्क छ जोडिएको छ ओके न। अब यहाँ एकजनाले उसले यसरी टाइट गर्यो भने के हुन्छ? के हुन्छ तपाईँलाई भाइको हैन अब मान्छे एउटा व्यक्तिको मान्छेको कुरा हो। अब अर्को भनेको घरहासी सरसफाइ यो घरभित्रको र घरको वरिपरिको आँगनको हैन। अर्को आयो हात धुने है हात मुख भनेर माथि भनियो यहाँ फेरि अर्को हात धुने आयो। मेरो एक्सपेक्टेसन चाहिँ यो प्रोग्राममाथि चाहिँ यहाँको जनताहरूलाई टुरिज्मको चेतना बढाउने विशेष गरेर इको टुरिज्मको अथवा पर्यटनमा अनि स्वास्थ्यको विषयमा त्यस्तै गरेर सरसफाइको विषयमा र यहाँनिर चाहिँ टुरिज्म सुरु भइसकेको छैन र सुरु गर्दाखेरि पनि अलिकति प्लान गरेर गर्न पायो भने राम्रो हुन्छ भनेर यस्तै चेतनाहरू बढाउने हाम्रो कार्य। यो पहिलो आमन्त्रणलाई स्वीकार गरी यहाँसम्म आफू Carolina
विचारले के भने थियो अघि एकजना मान्छेले यो डोनेसन गरेको र मैले चाहिँ यहाँ जुम्लामा ल्याएर उनीहरूको नाली दिएको। दिनकै हुन्छ भनेपछि कहाँ अरू पनि अब अपाङ्गहरूलाई पनि सहयोग हुन्छ भने जसरी हुन्छ त्यही गरी। अनि कति वर्ष पुग्नु भयो? जस्तै जुम्लामा 3 करोड 56 लाख तर चाहिँ गाउँमा स्थानीय निकाय छैन। हामी यहाँ जुम्ला भएको 6 दलले एउटा किसिमको भिजन बनाएर हामी अगाडि बढिरहेको छौँ अहिलेसम्म। तर अधिकार छैन हामीसँग, अधिकार दिएको छैन। खालि एउटा यो आन्दोलनबाट आया हुनाले हामीले चाहिँ यो गर्नुपर्छ। हामीले आफै त्यसैले गर्दाखेरि के भने योजना बनाउनु पर्यो। अब टुरिज्म क्षेत्रको पनि के भने अब राज्यसँगै पनि राज्यले हामीलाई अब एनजिओ आयो यहाँ मेला के अरे यसो भेला राख्नु कति कुरालाई म एकदम अन्तर हृदयबाट स्वीकार गर्छु। किनभने अब जस्तो हामी पनि के हो भने एउटा एनजिओ भनौँ होइन अथवा व्यवसायको हिसाबले आयौँ र यहाँ आउँदाखेरि धेरै कुरा सम्भावना देखियो र अब गर्न पर्ने धेरै रहेछ होइन।